कस्तो राम्रो कपाल हो तिम्रो त, मेरो भन्दा राम्रो छ तपाईँ। सरहरू त यहाँ पो हुनुहुँदो रहेछ। किन बाहिर बस्नु भएको दिदी? हाम्रो यहीँ छ बाथरुमको सुविधा। बन्जी हान्न लाग्यो जस्तो छ। हजुरलाई पनि केही आइडिया छ भने दिनु होला। त्यो बसमा चढेर। ओ माई गॉड। गुड मर्निङ। आज भाग्दै स्टोरमा टाइममा पुग्छु भनेर आएको 9 बजी आइपुगेछु। आएर सबै ठाउँमा चेक गर्दै के मिले छैन भनेर हेर्न लागेको। यहाँ एसी दुइटै अन रहेछ। यतापट्टिको लाइट चाहिँ नमिलेको रहेछ र लाइट चेन्ज गरिदिएको। अहिले बल्ल राम्रो देखियो। पर्फेक्ट। यता फेरि सब सामान बताबुङ्ग सब कुरा मिलाएर राखेर मेरो यो ढाकेको इन्स्ट्रुमेन्टको सब पर्दा निकाल्दैछु मैले। सकि नसकि त्यो टाइट प्यान्ट तान्दै उतापट्टिको बटन अन गरेछु। बत्ती हेरेको सब ठिक रहेछ। एसी बले रहेछ। खुल्दैन छ। ओ खोल्न हौ। That's all. Fine. होइन नबिग्रेको मिलाउनु पर्यो। यसलाई खानुपर्छ। यो पनि खोलौँ पनि अन गरौँ। अब पूजा गर्न भनेर रातो फुल टक्क अङ्करीमा राखेर अब हेर्नु त कति राम्रो देखेको। ल हेर्नु फेरि यसलाई कस्तो देखेछु भनेर ऐना हेर्दै टक 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 किन्दै कपडा फेरि कति राम्रो लाएर आएको। कस्तो क्युट। इग्नोर गर्छु कस्तो राम्रो कपाल हो तिम्रो त, मेरो भन्दा राम्रो छ तपाईँ। You kidding me? सेतु एन्ड छोटू। फाइनली छोटू सेतुलाई पकाउँदै हेर्दा हाम्रो स्टोरमा आयो सामान। के होला त यो बक्सभित्र? सुन चाँदी हिरा मोती होला त? हो कि क्या हो? होला। त्यो गर्नु भएको छ कि हामी होइन मैले यसरी लस्सी खाँदा लस्सी खाँदै भइरह है बस्न मलाई बाहा खाछु मैले। खास वाउ। यसरी खाइरहेको छु नि। के त छ यो त खुल्दैन त। सरहरू त यहाँ पो हुनुहुँदो रहेछ। सरहरूको लागि रुम बनाइदिनु लाग्यो। यो त कुखुराको खोर जस्तो छ त सर। यहाँ चाहिँ खास मको बस्नुहुन्छ भन्दाखेरि पर्वल छ। हाम्रो नयाँ पर्वल छ पुरानो ठाउँमा। लोकल मान्छे यहाँ त हाम्रो यस्तो पानी झर्छ। हाम्रो यहीँ छ बाथरुमको सुविधा। Oh my God! ल हेर्नु फेरि यहाँ सरलाई के गर्न लाउनु भयो। अलिकति धेरै मिहिनेत गर्छौँ हामीले। अब भने हामीले यहाँ नयाँ कुरा आविष्कार गर्छौँ है। कति चोटि भयो थाहा? 4 चोटि 5 चोटि भयो। यो गरेको करम लाग्छ र सर हात जानुस् त्यहाँ अगाडि बस्नु काउन्टरमा। किन दिदीलाई थाहा नभएको कुरै छैन नि। दिदी त अलराउन्डर। सोध्न पर्छ होइन बल्ल। हामी गर्दैछौँ ल कस्तो हुन्छ
लामो समयसम्म उपचार नगर्दा हाम्रो कर्निया यानि कि बाहिर ड्यामेज भएर गएन ए भगवान प्लिज हुन्छ हुन्छ प्लिज भगवानलाई फर्स्ट टाइम दिनु भएको हुँदैन लामो समयसम्म उपचार नगर्दा यसै हाम्रो कर्निया अर्थात् नानीमा समस्या देखिरहेको भएन ल हेर्नु न फेरि त्यहाँ मलाई बिहाइन्ड द सिन यसरी गरिरहेको थिएँ मैले सुट 5 minutes later. विरक्त भएर छोटो सर किन बाहिर बस्नु भएको दिदी विरक्त यहाँ सरे चाहिँ पोखरा जाडो भएर यहाँ घाम लाग्थ्यो अलिअलि त्यही घाम लाग्छ यस्तो तरिकाले बसिरहेको छु म त ल हेर्नु फेरि यहाँ बत्ती गएर सरलाई कसरी हामीले यसरी लेन्स फिटिङ गर्छौँ हामी फाइनली चितवनमा आज लाइन गएर यस्तो जाडो परेछ होइन यहाँ यसरी फिटिङ गर्न परेछ कसले फिटिङ गर्छ यसरी यसरी छोटु हात गाह्रो छ नि ओ माय गॉड त्यसरी हुन्न नि त्यसै भिडियो गाएर मात्रै हुन्न इमर्जेन्सी भएर हामीले यहाँ यस्तो गरेको अब त मिल्यो ल यहाँ पानी छ गर्ने चाहिँ के गर्नु गर्नु छ एकछिन भयो ए भगवान कपाले हामीले के गर्दैछौँ त के गर्ने यहाँ हाम्रो दिमाग म पनि यस्तै छोटो सर पनि यस्तै होइन पहिला हजुर पनि हो अहिले पनि हेर्दै त्यस्तै रोक्नु है माथि जान्छ ल माथि भनेपछि यहाँ जान्छ है यही चढेर गए भए हुन्थ्यो नि त मेरो मनले भनेछ हुन्छ हजुरलाई पनि केही आइडिया छ भने दिनु होला प्लिज हाम्रो यहाँ हालत यस्तो भयो अब हामीले बेलुनको हावा खाने हेर भाइ हुन्छ बन्जी हान्न लाग्यो जस्तो छ सर यता हेर्नु त सर हजुर बन्जी हान्नुहुन्छ क्या अब भयो बिचबाट च्यातेर हुनै नसकेको भएर बेलुनलाई स्ट्यापलर लाएर ट्राई गरेको अन गरिदिउँ अब हेर्न पर्यो बेलुनको हालत मलाई पनि लिएर उचाल्ने यहाँ यता राख्न पर्छ यहाँबाट अन गर्छु ए भयो अब हामी यहाँ जान्छौँ अब घर निस्किने बेला भयो ठ्याक्क पानी परिदियो यस्तो छ मेरो किस्मत खै सर अब घर जाने बेलामा यस्तो पानी पर्यो कि यस्तो पानी पर्यो है ए हामी डेन्जर भयो आयो भने त म भिज्छु केही बुझ्छ है म घर जाने बेलामा हेर्नु न आमा त्यहाँ त कस्तो भयो आमा यस्तो भयो दिनभरि गर्मी हुन्छ राति भएपछि पानी पर्छ कसरी जान्छु त म अब भयो जान सक्छु कि होइन कसरी जानुहुन्छ सर पानी पऱ्यो केही सुन्ने छैन ऊ त्यो बसमा चढेर के गर्ने त अब यस्तो हुन्छ यहाँ टोलाएर बस्नु भएको छ ए स्कुटी हेरेर बस्नु भएको उहाँको स्कुटी हो त्यो फाइनली इट्स टाइम टु गो होम बाई बाई छाता ओढेर जान्छु नओढी जा ल उहाँ त पानी पिरो भएको छ यस्तो भयो है के गरौँ त नओढी Look at the view. कस्तो राम्रो है मिल्किरहेको भाइ
लगाएर जेब्रा क्रसिङ गाडी नै रोक्दैन अब म त्यहाँ जानुपर्ने छ फाइनली हावा पनि भएको त रुखै ढल्छ जस्तो खै ओ माई गड